दर्शकबिन यतातिर कुरा गर्नु भने हाम्रो नेपालका महिला क्रिकेट टिम अहिले क्लोज क्याम्पमा व्यस्त रहेका छन्, किनभने यही आउँदै गरेको मे महिनाबाट चाहिँ हाम्रो नेपाल टिम लगायत विश्वकपको लागि चाहिँ एसियाबाट चाहिँ छनौट खेल खेल्नेछ, जसमा नेपाली महिला क्रिकेटरहरूको चाहिँ 20 जना खेलाडीको नाम चाहिँ सार्वजनिक भइसकेको छ। यही 20 जना खेलाडी मध्येबाट चाहिँ छनौट गरेर T20 विश्वकप एसिया छनौट चाहिँ खेल खेलाइने भन्ने कुरा पनि यहाँनेरि आइसकेको छ। र दर्शकबिन आज हामी कुरा गरेछौँ T20 विश्वकप एसिया छनौटतर्फ चाहिँ 20 जना खेलाडी को परेका छन् त, कसको नाम हटाएको छ भन्ने कुरा चाहिँ हामी तपाईहरु बीचमा चाहिँ जानकारी गराउनेछौँ। वेल साथीहरु, यतातिर अब पूरा जानकारी लिनतिर लागौं। आईसीसी महिला विश्वकप एसिया छनौटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा 20 जना खेलाडीलाई चाहिँ बोलाइएको छ। नेपाल क्रिकेट संघ क्यानले आगामी मे महिनामा थाइल्यान्डमा हुने आईसीसी महिला विश्वकप एसिया छनौटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा 20 जना खेलाडीलाई चाहिँ बोलाएको हो। दोस्रो चरणको तयारीका लागि इन्दु वर्मा, इन्दु रावल, सम्झना खड्का, रुबिना छेत्री, रोमा थापा, कविता जोशी, यशोदा बिष्ट, रुबी पोद्दार, राजमती एरीलाई प्रशिक्षणमा बोलाइएको छ। त्यसैगरी काजल श्रेष्ठ, पूजा महतो, कविता कुवार, सपनम राई, ईश्वरी बिष्ट, सोनु बिष्ट, मनिषा उपाध्याय, रचना चौधरी, सीता राणा मगर, सीमाना केसी र रिया शर्मालाई पनि बन्द प्रशिक्षणमा बोलाइएको भनेर यहाँ क्यानका प्रवक्ता छुनबी लामाले जानकारी दिएका छन्। क्यानले बन्द प्रशिक्षणमा बोलाएका यिनै 20 जना खेलाडीबाट प्रतियोगिताका लागि नेपाली महिला राष्ट्रिय टिमको घोषणा गर्ने पनि बताएको छ। हाम्रो नेपाली टिमले अहिलेसम्म वर्ल्ड कप क्रिकेट चाहिँ खेलेको छैनन्। अन्डर 19 ले ब्याक टु ब्याक वर्ल्ड कप खेलिसकेको छ भने नेपाली टिमले पनि वर्ल्ड कप खेल्न पाएका छैनन्, जसको लागि अहिले पनि हाम्रो नेपाली चेलीहरूले मेहनत गरिरहेका छन् भने गत संस्करणमा हाम्रो नेपाली चेलीहरूले चाहिँ एसिया कप भने खेलेको थियो, जसको कारणले गर्दा पनि अहिले हाम्रो नेपाली चेलीहरूले मेहनत चाहिँ गरि नै रहेको छ। यसको प्रतिफल कस्तो आउने हो त्यो भने हामीले खेल पश्चात मात्रै थाहा पाउनेछौँ। तर पनि अहिले उदाउँदै गरेको खेलाडीहरू जो चाहिँ पूजा महतो लगायत अन्डर 19 बाट पनि नेसनल टिममा समेटेको कारणले गर्दाखेरि पनि नेसनल टिमले यो पल्ट खेल्न सक्ने सम्भावना भने धेरै नै देख्न पाइन्छ। जे होस्, हाम्रो नेपाली चेलीहरूले अब यही आउँदै गरेको मे महिनाबाट थाइल्यान्डमा वर्ल्ड कप छनौटको लागि चाहिँ एसिया तर्फबाट खेल खेल्नेछ, जसमा हाम्रो नेपाली चेलीहरूको कस्तो खालको खेल चाहिँ रहनेछ त, त्यो खेल पश्चात हाम्रो नेपाली महिला क्रिकेट टिमले वर्ल्ड कप खेल्ने नखेल्ने भन्ने चाहिँ टुङ्गो लाग्नेछ। जे होस्, हाम्रो नेपाली टिमलाई आउँदै गरेको T20 वर्ल्ड कप एसियन क्वालिफायर्सको लागि चाहिँ अग्रिम रूपमा सबैले मिलेर शुभकामना दिउँ भन्दै साथीहरू आजको भिडियोबाट बिदा हुन चाहन्छु। जय नेपाल, जय नेपाली क्रिकेट।